नेपाल भारत राजनीतिक सम्बन्ध थप चिसो भएको छ। यसको असर राजनीतिमा मात्रै नभएर नेपालको आर्थिक क्षेत्रमा समेत परेको छ। भारतले नेपालबाट निर्यात हुने प्लाइवुड, सिमेन्ट जस्ता वस्तुहरू रोकेको छ। भारतले बीएसआई अर्थात् ब्युरो अफ इन्डियन स्ट्यान्डर्डको प्रमाणपत्र नवीकरण नगर्दा यी वस्तुको निर्यात ठप्प भएको हो। 2 वर्षदेखि भारतीय बजारमा नेपाली सिमेन्टको निर्यात बढ्दै गएको थियो। यति मात्र होइन, भारतबाट आउने बिजुलीको समय पनि कटौती भएको छ। नेपालले बर्खायाममा भारतलाई बिजुली बेच्ने र हिउँदमा ल्याउने गरेको छ। सुक्खायाममा खोलानाला सुकेर विद्युत उत्पादन घट्ने भएकाले मागधान्ना नेपालले भारतबाट बिजुली किन्दै आएको छ। तर चैत 2 गते दैनिक 20 घण्टाको समय घटाएर 12 घण्टा, त्यो पनि दिउँसको समयमा मात्रै भारतले बिजुली दिन थालेको छ। यसको मुख्य कारण दुई देशबीचको उच्च राजनीतिक तहको चिसो सम्बन्ध नै हो। केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि नेपाल भारत सम्बन्ध न्यानो छैन। यही कारण ओलीको भारत भ्रमण समेत हुन सकेको छैन। यसअघि नेपालमा जो प्रधानमन्त्री भए पनि पहिलो विदेश भ्रमण भारत नै हुने गरेको थियो। तर यसपटक ओलीको पहिलो विदेश भ्रमण गत कार्तिकमा चीनमा भयो र भारतले नचाहेका केही सम्झौता समेत भए। ओलीको चीन भ्रमणका क्रममा नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ BRI सम्झौताको फ्रेमवर्कमा हस्ताक्षर गरेपछि भारत थप चिडिएको परराष्ट्र मामिलाका जानकारहरू बताउँछन्। ओलीको व्यक्तिगत स्वार्थी व्यवहार र अपरिपक्व कूटनीति पनि भारतले नरुचाएको जानकारहरू बताउँछन्। यसलाई सुधार्न र प्रधानमन्त्री ओलीको भारत भ्रमणको चाँजोपाँजो मिलाउन नेपालले धेरै प्रयास गरेको छ। यसको नेतृत्व परराष्ट्र मन्त्री आरजु राणाले गर्दै आएकी छन्। भर्खरै भारतको 1 साता लामो भ्रमण गरेकी राणाले विदेश मन्त्री एस जयशङ्कर बाहेकसँग भेट गर्न पाइनन्। राणा चैत 8 गते काठमाडौँ फर्केकी छन्। ओली प्रधानमन्त्री बनेको करिब 9 महिनाको अवधिमा नेपालले 3 पटक भ्रमणको चाँजोपाँजो मिलाउने प्रयास गरे पनि भारतले मानेको छैन। त्यसो त नेपाल भारत सम्बन्ध चिसिएको लामै समय भइसक्यो। भारतले अहिलेसम्म नेपालको संविधानलाई स्वागत गरेको छैन। जानकारहरूका अनुसार संविधानमा धर्मनिरपेक्षता राखेको भारतले उत्ति रुचाएको छैन। त्यसमा झन् लिपुलेक लिम्पियाधुराको भूमि समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारत थप चिडिएको छ। अहिले नेपालमा राजापति माहौल तातिएको बेला नेपालको सत्तारूढ शक्तिलाई बाइपास गरेर कतै भारतले नेपालमा हिन्दू अधिराज्य बनाउने चलखेल त गरिरहेको छैन। परराष्ट्र मामिलाका जानकारहरू भारतले देखिने र नदेखिने कूटनीति चाल्ने भएकाले यसै भन्न नसकिने बताउँछन्। उनीहरू भन्छन् राजाका अब हुने गतिविधि र आन्तरिक राजनीतिमा विकसित हुने माहौलले यसबारे थप प्रष्ट होला।